हाँसो तिम्रो बोली हजारको ज्यान सुहाउँदो लाखो चोली तान्छेल बजारको लाखौँ पर्ने हाँसो तिम्रो बोली हजारको लौ 11 पो बजिसकेछ। लौ त सोल्टिनीहरू, इष्टमित्र, साथी सङ्गीहरू सबैलाई राम राम छ। नमरे बाची कालले साची, आगो आगोको दशैं पनि यसै गरी रमाइलोसँग मनाउला क्यारे। के गर्ने, अर्काको सिन्दुर पहिरेपछि
सधैँभरि यसरी रमाइलो गरेर बस्न कहाँ पाइँदो रहेछ र? ओहो हेर न मुखले कति ठिक्क पार्न जानेको भाइ। भोलि झिलिमिली शहरमा पुगेपछि त हामी जब गाउँलेलाई भुलिहाल्छ नि। के कसो केटी हो त नि, परदेशीहरू 2 दिन झुल्किन्छन्, आफ्नो माया जालमा पार्छन्, माया जालमा पारेर तर्पाई तर्पाई राख्छन्। के हामीले थाहा नभएको हो र के कसो हो केटी हो त नि भाइ। त्यसो नभन्नुस् न सोल्टिनीहरू। हावाको बेगसँगै उडेको चङ्गा जति टाढा गए पनि आखिर धागो त हजुरहरूकै हातमा त छ नि, होइन र सोल्टिनीहरू? आफ्नो गाउँघर साथी सङ्गीहरूलाई कहाँ भुल्न सकिन्छ र? गाउँको माया साथी सङ्गीहरूको तस्बिर त यो छातीभित्र कहिल्यै मेटिँदैन नि। भन्न त भन्नुभयो सोल्टिनीहरू, के हजुरहरूलाई लाउरेहरू त्यस्तो निष्ठुरी हुन्छन् जस्तो लाग्छ र? हेर न बिचारीलाई अप्ठ्यारो लागे जस्तो छ। हवस् त नि सङ्गी साथीहरू, सबैलाई राम राम छ है। राम राम छ। माया नमार्नु होला, राम्रोसँग जानु होला। छुटिने बेलामा किन यसो गरेको? चमेली यता बस न। मैले तिमीलाई नभनेको होइन क्यारे चमेली, तिमी आफैले भन्यौ नि त यसपालि बिहे नगर्ने भनेर। हुन त तिमीले भनेको पनि ठिकै हो। आमा बितेपछि सबै व्यवहार तिम्रै थाप्लामा आयो। पढाइ हेर्ने कि बहिनीलाई हेर्ने कि पसल हेर्ने? चमेली एउटा कुरा भनौँ? भन्नु न, सोध्नु पर्छ त। मलाई पर्खिन्छु होला नि, होइन? अर्को छुट्टी आउँदासम्म मैले त मेरो जिन्दगी तिमी बाहेक अरू कसैसँग सोच्न पनि सक्दिनँ। बरु तिमीले नि के सोच्छौ थाहा छैन। म त एउटा भट्टी पसल चलाएर बस्ने केटी नहुँ। त्यस्तो कुरा नगर चमेली। काम गरेर कोही बदनाम हुँदैन। आफू गलत छ भने जो जहाँ पनि बदनाम हुन सक्छ। मन बलियो बनाएर बस्नु, विचलित नहुनु है। मेहनत गरेर पढ्नु। अब त पढाइ पनि त्यत्तिकै होला जस्तो छ। सकभर स्कुल नछाड्नु है। जिन्दगी सङ्घर्ष हो भन्छन्। म चिठी लेख्दै गरौँला नि। अब म जान्छु है। नानु उठ छोरी, अब बाबा पहरी जाने। उठ छोरी उठ। नउठाउनुस् के, अहिले पछ्याएर दुःख दिन्छ र? बरु ढिलो भइसक्यो, छिटो हिँड्नुहोस्।